गाइज वेलकम टु आवर न्यू ब्लग होइन। आज चाहिँ हामी बस्तीतर्फ लाग्दैछौँ। यहाँ चाहिँ हुनुहुन्छ दादा। गुड आफ्टरनुन एफबी साथीहरू। आज चाहिँ हामी हाम्रो बस्ती आरिटारतिर जाँदैछौँ र आज आरिटार जाने चाहिँ हामी अर्पित, निकिता र हाम्रो छोरा भाइभव लिएर हामी आरिटार जाँदैछौँ र हामी चाहिँ आज भाइभव जन्मेकोदेखि चाहिँ फर्स्ट टाइम हामी बस्ती जाँदैछौँ र बस्तीमा चाहिँ हाम्रो मामा माइजू अजीले हाम्रो वेट गरिरहनु भएको छौँ र अहिले टाइम हुँदैछ इट्स अबाउट टु बी 2:30 है। अन्त आज अडी बन्दै गर्दाखेरि हामी गान्तोक टाउनबाट नगएर चाहिँ हामी यो राङ्गा बाटो जाँदैछौँ र हामी भर्खर रेसीथाङ क्रस गरेर चाहिँ हामी अलिक तल पुगेको छौँ र जाँदा जाँदा हामी बिचमा पाक्योङमा पनि एकछिन स्टप गर्नेछौँ। मेरो दिदीकोमा, दिदी पनि घर आइरहनु भएको रहेछ र दिदीकोमा एकछिन गएर आधी घन्टा जस्तो बुलेर फेरि हामी आरिटारतर्फ जानेछौँ। यति राख्दै गाइस हामी चाहिँ अब यहाँ तल के भन्छ अदमपुल आइसकेको छ हो। अन्त हामी पाक्योङमा पनि रोक्नेवाला छ। अन्त हामी हेरौँ न अब पाक्योङमा भेट्नुपर्छ। तता पनि यतै छ जस्तो लाग्यो। अस्तिको नि त्यो विङ्स बनाएको खाएर हालिरहेको तताकोमा पुगिहाल्छ, 5 मिनट पनि लाग्दैन। फोन गरौँ है ततालाई। हे सिरी, कल पूजा तथा एयरटेल। Calling Puja Tata Airtel. भ्याएन होइन, अलिक तल पुगेर फोन गरौँ न। तता हामी त भ्याएन ल गयो ल भनेर यति दैलामा पुगेर र हामी चाहिँ भर्खर पाक्योङ आइपुगेको र हामीले चाहिँ मेरो दिदीकोमा गएको थियो। निनीको पनि भर्खर दिदीको पनि भर्खर नानी जन्मेको छ। इज 8 months ओल्ड पुग्यो भाइ। र हामीले त त्यहाँ पनि ब्लग भिडियो गरौँ भनेको थियो तर हामीले त भिडियो गर्नु नै बिर्सेछ हो। र हामी जस्ट खानासाना खाएर भेटेर वी स्पेन्ड अराउन्ड लाइक 1.5 hours जस्तो स्पेन्ड गरेर चाहिँ नाउ वी आर हेडिङ टुवर्ड्स आरिटार। अब हामी विदिन 30 to 40 minutes we will be in आरिटार। र त्यही हो, हाम्रो ब्लग हेर्दै गर्नुहोस्, सपोर्ट गर्दै गर्नुहोस्। तिमीलाई के भन्नु छ अर्पित? तिमीलाई के भन्नु छ? खाना पुरा मिठो थियो होइन। अन्त मलाई चाहिँ त्यो करेला फ्राई गरेको बडो मन पर्यो। गोजीमा हालेर राख्छौ है तिमीले? तर मैले साँच्ची बेउडा देखाएको जस्तै लाग्यो। पुरा खाएको गऱ्यो गाइस। र भाइ सुतिरहेको छ हाम्रो। अब हामी पाच्चे खाना पुग्न आँट्यो। पाच्चे खाना होइन, पाच्चे खाने। पाच्चे खाने पुग्न आँट्यो। त्यहाँको बाटो चाहिँ दामी छ है। अलिक भाइलाई याद गर्दै है। के भन्नु? सूरज की बाहों में आरिटार पुग्न आँटेको छौँ। अहिले एउटाले यतापट्टि एउटाले यतापट्टि
कहाँ पुग्यो अरे हामी हामी चाहिँ भर्खर रिनक बजार उकालो लागेको छौँ। यो चाहिँ पिक्चर हलको उकालो भन्छ र चाहिँ यो चाहिँ वान अफ द स्टिपेस्ट क्लाइम्ब यो आइटारको बाटोमा छ। र पहिला चाहिँ यो बाटोमा पुरा एक्सिडेन्ट हुन्थ्यो। हामीले सानोमा हुँदाखेरि यहाँबाट गाडी पल्ट्यो पनि केहरू सुन्थ्यो। तर अहिले चाहिँ बाटो राम्रो पनि भएको छ र भेहिकल्सहरू पनि एडभान्स भएकोले गर्दाखेरि अहिले त्यस्तो हुँदैन यहाँनिर। गड फरबिड है। अब हामी माथि फाटक आइपुग्न आँट्यो। अब लास्ट माथि किङस्टोनको त्यहाँ चाहिँ बाटो अलिक अप्ठ्यारो छ भनेर भन्दैछ। लेट्स सी बाटो कस्तो रहेछ त्यहाँको। हामीहरू पनि यहाँ घर पुगिसक्यौँ र घरको एक टर्निङ मुनि छौँ र रोड कार्पेटिङ पनि यहाँसँग चाहिँ कम्प्लिट भएको छ है। यहाँदेखि मुनि चाहिँ अब आफ्टर रेनी सिजन भन्दैछ र अहिले चाहिँ अब यस्तो मजाले कार्पेटिङ भएछ बाटो। हेर्नुहोस् न यति दामी पारेर कार्पेटिङ। थ्याङ्क यू सो मच गभर्मेन्ट अफ सिक्किम हाम्रो गाउँसम्म यो रोड निकालिदिनु भएकोमा हामी पुरा खुसी छौँ तपाईँको कामदेखि। अब म नेक्स्ट भोट चाहिँ तपाईँलाई दिन्छु। भरे यो भाइ चाहिँ 9 वर्षमा थियो नेक्स्ट भोट दिन्छ अरे। नानीको त्यसै बिर्सिन्छ। मेरो आइफोन आइहाल्छ त्यहाँदेखि हुन्छ नि। के अरे गाइस हामी चाहिँ घर आइपुगिसक्यो। यहाँनिर हो दादाको घर। मेरो चाहिँ जस्ट यसको उतापट्टि हो होइन। अन्त त्यही छ जाडो ठिक्कैको मौसम छ। उता गान्तोकको भन्दा चाहिँ जोर यहाँ सिट बेल्ट चाहिँ खोल्नुपर्छ नानीको। यहाँनिर चाहिँ गाइस यस्तोमा सिट बेल्ट हुन्छ। अन्त सिट बेल्ट चाहिँ खोल्यो। अब चाहिँ सामानहरू निकाल्छन् हामी अन्त माथि पुगेर भेट्छ है गाइस। यो सामान चाहिँ पुरा भरेको छ होइन। अब यो चाहिँ कसरी निकाल्नु। बाइककै सामान बेसी छ यहाँ। लुगा ब्यागहरू पनि बाइकै हो। अन्त यहाँ चाहिँ घर आएर सन्चो भइरहेको छ। भन्दा माथिहरू चाहिँ मान्छेहरू आउँछ सामान लिनु। कान्छी यो चाहिँ कान्छी हो। यहाँ गाउँको यसले चाहिँ पुरा बाँदरहरू खेदाउँछ होइन गाइस। बाँदरलाई आउनु दिँदैन। अन्त अब चाहिँ के हुन्छ माथि गएर यो यहाँ चाहिँ हाम्रो यति सामान चाहिँ म बोकेर जान्छु। अरू चाहिँ बोक्नुहुन्छ कसले आफू जाने के एउटा चाहिँ थियो नि खाए कि अर्पितले सेकेन्ड सिटमा बसेर अरू केही सामान फ्यान्टा बोक्नुपर्छ नि हौ। यो चाहिँ कसले बोक्छ? अझै रहेछ त्यहाँ उयो सामान कहाँ ब्याग जाउँ हामी पुरै किनौँ एक। भाइलाई मात्रै बोक न तिमी जाऊ। अर्पितले के बोक्छ बिचारा। देऊ 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 त्यो मलाई देऊ। आउँदैछु यो पुऱ्याएर।
अर्का न भ्लगर लामै बस्नु हुने म चाहिँ एडिटर हो गाइस होइन जे जे च्यानलमा आउँछ त्यो चाहिँ सब मेरो एडिट हुन्छ तर म यो भ्लग चाहिँ गर्दिनँ किनकि हरेस खालको भयो फादर गाडी छ है ती ल्याउनु पर्छ नि गाइस पहिला चाहिँ बिहा यहीँ भएको थियो दादा भाउजूको यहाँबाट चाहिँ तिन छ मकै दिएर न हाम्रो खै अम्बो यहाँ त मकै ठुल्ठुलो भएछ त माथि त सानो सानो थियो त पाउँदैन नि जुन मात्रै भइसक्छ नानीको गाडी छ अहिले